हेर्नुस् त आज मैले चाहिँ हजुरहरूलाई यो फ्याक्ट्रीको केही कामहरू देखाउँदैछु हैन। अब यो चाहिँ कपाल मिक्सिङ भइरहेको छ यतातिर। यो कपाल यसरी अब कस्तो कपाल अर्डर आउँछ त्यही अनुसार हामीले यस्तो कपालहरू यस्तो मिक्सिङ गरेर अनि जस्तो कलर भन्नुभयो त्यस्तै कलर निकालेर मिक्सिङ गरेर गराइदिन्छौँ हैन। अब यो चाहिँ यसरी मिक्सिङ हुने काम भइरहेको छ। त्यो मिक्सिङ भइसके पछाडि चाहिँ रेडी भइसकेको बेसमा यसरी कपाल बुन्ने काम हुन्छ। एक एकवटा कपाल राखेर एक एकवटा यसरी हातले नट बनाइन्छ हैन। यसलाई चाहिँ नटिङ गर्ने भनिन्छ। अब यो यसरी बुन्ने काम भइरहेको छ। अब यो नटिङ गर्नलाई चाहिँ अलिकति टाइम लाग्छ। अब कति एरियामा नटिङ गर्नुपर्ने हो त्यो अनुसारले हुन्छ। अनि त्यसपछि अब यतातिर एउटा कपाललाई चाहिँ रेडी भइसकेको कपाललाई फिनिसिङ दिने तयारी हुँदैछ। फिनिसिङमा चाहिँ यो कपाल एकदम उहाँले स्ट्रेट कपाल माग्नु भएको छ, त्यही भएर स्ट्रेट गर्ने कामहरू भइरहेको छ हैन। अब यो कपाललाई उहाँहरूले मिलाउँदै हुनुहुन्छ। अब रेडी भइसकेपछि चाहिँ यो कपाल यस्तो हुन्छ। यो हजुरले आफूलाई जस्तो भन्नुभयो त्यस्तै लङ लेन्थ अनि त्यसपछि डेन्सिटी अनि हजुरको कति एरियामा बनाउनु पर्ने हो त्यो एरिया नापेर बनाइदिएको हो हामीले। यो चाहिँ अब कतैतिर घाउ खत अनि त्यसपछि पोलेको ठाउँमा पनि हजुरलाई त्यति मात्रै एरियामा बनाउन मन छ भने पनि बनाउन मिल्छ है।